उकालो नै उकालो नेभर एन्डिङ उकालो एकैछिनमा घाम एकैछिनमा हेर्छु ड्याम माछापुच्छ्रे बेस क्याम्प पुग्दैछौँ हामी अलमोस्ट अब म्याक्सिमम 1 घन्टा हिँडाइमा पुग्छौँ कि भन्ने खास छ Yo, what's up? It's S to the A to the B to the U to the T, and welcome to my vlog. Hey, what's up? What's up? How you feeling, buddy? Yeah, I'm feeling great. Walking great. Yeah. We're heading towards हाम्रो माछापुच्छ्रे बेस क्याम्प टुडेको डेस्टिनेसन आजको Binu, bye. How are you feeling? Binu, bye. ठीक भइसक्यो I guess अभिषेक भाइ चाहिँ हाम्रो ग्रुपको चितुवा हो त्यो हुन्छ फेरि म चाहिँ नि म केही होइन जे सोचे नि सोच्नु बाल छैन हार्डकोर हिँडिसक्यो तर ठिकै हो हिँडेको त त्यही पनि हिँडाइ चाहिँ हार्डकोर भइसक्यो आज हामी एलिभेसन हामीले 1000 मिटर भन्दा प्लस एलिभेसन गरिसकेका छौँ आज सो हामी अहिले कहाँ पुग्न लाग्यौँ प्लिज टेल टु द अडियन्स 15 मिनट जति बाँकी छ होला एमबिसी पुग्नलाई तर 15 मिनटभन्दा अलिकति बढी नै छ सो हि इज अ ह्युमरस गाई प्लिज अन्डरस्ट्यान्ड हिज ह्युमर अलिकति ठट्टा मजाक वाला हुनुहुन्छ अभिषेक भाइ यहाँ यस्तो दामी छ नि होइन चिसो चिसो नै भइरहेको अच्छा झन्डै खुट्टा दोब्रिँदा यार टाइट अब हाम्रो हिँडाइ भाग सुरु भएको 20-25 मिनट भएछ अब अझै 20-25 मिनट नन स्टप गतिमा हिँडौँ अनि विश्राम लिउँला यतिको सजिलो बाटो आएदेखि त 20 मिनट होइन 40-50 मिनटै हिँडेर विश्राम लिनु हुन्थ्यो फेरि कतिखेर ठाडो बाटो आउने हो थाहा छैन यो कुद्ने बाटो हो है यो त कुद्ने बाटो हो साइक्लिङ गर्नेहरूले साइकल लिएर आएर चुँ उडाउँदै हिँड्न मिल्छ यहाँ अहिलेको लागि केही क्षणको बाटो कफीले हल्का इनर्जाइज गरिरहेछ नि होइन गाइस रस भइरहेको छ पुरै हो खतरा ठाउँ छ क्या चार्ज लो भइसक्यो ठाउँ खतरा छ भन्ने कुरा आइसक्यो तर मैले कति खिच्न हो रिभर ब्याङ्क तर पैसा छैन फर्किने बेलामा चाहिँ यहाँ रिभर ब्याङ्कमा ल फर्किने बेलामा यहाँ बस्ने भन्दैछु अब के हुन्छ त्यति कफुली के हुन्छ उयो भाइ बिचरा भैरवाबाट आइपुगेको रहेछ भाइ र मलाई उत्तिकै हसल गर्नु परिरहेछ भाइ हिँडिरहेको छ भाइ सोलो मान्छे होइन भैरवाबाट एक्ला आइदियो होइन भाइ यता हेर त हो ल ए भाइ हो यता हेर फेरि एकचोटि अनुहार देखिएन सुनेन आर्यन भाइ आर्यन ल ठिक छ अब अलिकति अगाडिको भ्यू देखाउने छु म एकछिन होल्ड गर्दै सो अगाडिको भ्यू टक्क एकछिन पछिको अब है 5-7 मिनट्स यो सिमिलर नै छ टेरेन यहाँको अहिलेलाई अलिकति डिफ्रेन्ट के आउने बित्तिकै म क्याप्चर गर्न खोज्छु चार्ज चाहिँ भेरी लो 20% भनिसक्यो लो पावर मोडमा राखिसक्यो चिसो छ त्यही भएर ब्याट्री छिटो ड्रेन भइरहेछ ब्याट्री बिहान चार्ज गरिनँ सो ठिकै छ ल